हामीहरू चाहिँ अहिले काकाभिटा जाँदै गरेको फुपूलाई भेट्न र हामी चाहिँ अहिले बस स्ट्यान्डतर्फ जाँदैछौँ। तुम्बा यहीँ हो हाम्रो फ्रुट्स किन्ने ठाउँ। हामीहरू साइली फुपूको घर जाँदैछौँ। यता हामीहरूको अस्मिति तुम्बा दादा हुनुहुन्छ। अब भनेको चाहिँ सिधै म्यामलाई नसोधिकन उठेर जाने रहेछु। नमस्ते। म त उतै भोलि पर्सि जानु पर्यो भन्दै थिएँ कि। ल धन्यवाद, थ्याङ्क यू भेरी मच। अलिक यस्तो अलि सिधा बस्नु हो नि त। अहिले अलिक सिधा सास तान्नुहोस् त कतिको सम्म जान्छ? हुन्छ नि होइन साह्रै त नजाँदो रहेछ, छाती नै कुकुर बलि जाँदो रहेछ। अनि अहिले चाहिँ हामीहरू देवकोटा पार्क आइपुगेको छौँ। यो चाहिँ कोशी प्रदेश मेचीनगर 6 काकरभिटा झापा नेपालमा पर्दो रहेछ। काकरभिटाको अर्को पार्क एकदमै शान्त एकदमै सुन्दर रहेछ। हरियालीले भरिएको पार्क रहेछ। यो खिचा न के हो यसको नाम? यस्तो नबोल्नु न, हामीहरू बनाउँदैछौँ। माई काकरभिटा। ए यसको इच एन्ड एभ्री डिटेलिङहरू हेर्नु, यस्तो सुन्दर तरिकाले सजाउनु भएको छ पार्कलाई एकदमै। अनि पार्कको नाम चाहिँ भन्दै हुन्छ यो पार्कको नाम चाहिँ एक्ज्याक्टली थाहा भएन, तर यो चाहिँ ठ्याक्क फायर चोकदेखि अपोजिट साइड। तपाईँले चाहिँ हामीहरू सबैजना यता पार्कमा रोकिरहेको छौँ। अनि कस्तो लाग्यो तुम्बा तपाईँलाई पार्क? बनाएको हो चिन्डो यो मौरी के अरे ऊ हो अरिना चिन्डीको एकदम राम्रो रहेछ। यो त यहाँ साउन्ड हो, साउन्ड बक्स। I think it's done now. Hello तुम्बा, फुपू। हेलो। फ्राइड मोमो फुपू चिकन चिली फ्राइड मोमो। तुम्बा, मिराज, आन्टी, फुपू, तनिषाहरू चाहिँ अगाडि हिँडिसक्नु भयो। हुन्छ ए हुन्छ हुन्छ भेट भयो, राम्रो भयो। यस्तै अर्कोचोटि पनि आउँदाखेरि माथि बढ्ती जाओस् होइन, बिचमा बुझिदिन्छ कि त्यो पनि ठेगान छैन। अनि कान्छी दिदी के छ? अनि कसो छ? मलाई एकदम खुसी छ। अब भाइ भेट्नु आएछ। हुन त अब आफूभन्दा सानो मान्छे भेट्नु आयो, राम्रै हो। हामी जानुपर्ने हो माइती भेट्नु, तर अब भाइ आएछ। मैले त कार्यक्रम खुसी, अब यहाँ कार्यक्रमले गर्दा आउँछु होइन, सम्झिराखेको थिएँ। खुसी खुसी। लो ठाकुरनी भाउजू के छ? म झन् धेरै खुसी नि। कति वर्षपछि भेट भयो तपाईँसँग जग्गा किन्ने दाताले। यहाँ चाहिँ बाजेहरू गफ गर्दै हुनुहुन्छ। भएपछि चाहिँ किछित ज्ञान हुँदो रहेछ कि तकिलो आएर 1-1.5 वर्षको बाद गर्दै आजको लागि यो भिडियोबाट बिदा हुन चाहन्छौँ। हवस् त, धन्यवाद, नमस्कार।
ल मैले खिचिरहेको छु Congratulations, Shobha Didi, on your new home. Wait. अहिले चाहिँ हामीहरू शोभा दिदीले युकेमा नयाँ घर किन्नुभएको उपलक्ष्यमा हामीहरू दिदीको लागि सानो केक काटेर सेलिब्रेट गरिरहेको छौँ नेपालबाट अनि त्यही हो कङ्ग्रेचुलेसन शोभा दिदी तपाईँको नयाँ घर कङ्ग्रेचुलेसन शोभा दिदी Miraj! 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 दुईजनाले कतिको मिठो छ एकदमै मिठो छ धेरै इस्कुसको मोमो हो एकदमै हेल्दी पनि हो बनाउने मान्छेलाई पुरस्कार वितरण गर्ने बेला हो चिकन कस्तो छ त्यो विचार गर्नु भन्दा काट्ने त लिएको छैन नि छ काट्ने छ कस्तो डरो बारिदिएछ हौ लोकलै हो प्युर लिएर आउनु त यो घरको पनि झुन्डो भने म त लगेर गाई जस्तो पुग्ने हो तँलाई समाजले के भन्छ त्यसले भन्छ माया हुँदैन त्यसरी गर्दा त्यससँग हिँड्नु नदिने रे अस्तिको त्यसलाई छोड त्यो त ठिक्कैको थियो त्यो अस्तिको केटी त त्यति ऊ पनि थिएन यसले चाहिँ घर खाने रहेछ भन्दै थियौँ त्यसले पनि खाए Arangale goga gop sapa tang ne thung dang ne la di tang ne sing bung lung bung dang ha goga abu khe di bung yak tum sa abu khe goga gam mang ge na
한개 남에 남에 용세밤 벤숭 용내 또 अनि पत्तालबान भन्छ मुन्धाङ सेरी त्यसले पनि कन्डो फुटाइदिन्छ यो जम्मै फुल्छ होला नि त यो तिमी पनि हाम्रो जेठीको यता पनि मेरो माइती पक्षको भदै आज ल यो पहिला सबैभन्दा पहिला हामीले चढाउने वनकोलाई युवा साम थपा साम उदोको उभोको झुन्डी मर्ने लडी मर्ने सेसन्डी टेकुवा खाँदा राम्रोसँगले सर्लक्क पचेर भोलि बिहान उठ्दाखेरि एकदमै तन्दुरुस्ती हुनुपर्ने यो वनकोलाई ल सुन्नुहोस् ल पहिला ल अब त्यहाँदेखि अब नयाँ देउतालाई अब यहाँ सुरु हुन्छ नयाँ देउता भनेको चाहिँ यहाँ अब अलिकति अब यो चढाउनेले खानुपर्छ अब अरूले खाँदा हुन्छ ल भयो ल यार दुईटैले मासु खाँदैौ र म खान्छु यसले त खान्छ नि सप्तुक ए म चाहिँ नखाने हो ल जाति ल पुरै कडा छ है होटल चलाउने मान्छेको पुरै ल तिलेले दिँदैछ प्योर लोकल हौ प्योर लोकल गानी कलेज त लगाइहाल्नु होला नि उसैको अब भुरोमा लगाइहालौँ न यसलाई त चढाइहाल्नु पर्यो नि त
मिलो लो हाँ यस्तैले होला तिम्रो मेरो गीत कस्तो साइरो बाँधेरायो भन मेरो सानी कस्तो साइरो बाँधेरायो भन मेरो सानी राम्रै झर्ला जस्तो ल लाग्यो गरेको भएको रहेछ समुदाय 25 केजी अगाडि लाउनु 25 केजी